सो हेलो एभ्रिवान। आजको भिडियोमा चाहिँ हामी हाम्रो मोबाइलको किबोर्डलाई चाहिँ कसरी इङ्ग्लिस टु नेपाली बनाउने होइन, इङ्ग्लिस किबोर्ड छ भने चाहिँ त्यसलाई कसरी नेपाली किबोर्ड बनाउने भनेर चाहिँ आजको भिडियो छ। सो भिडियो लास्टसम्म हेर्नु होला र यो मेथडलाई फलो गर्नु होला। फर्स्टमा चाहिँ हामी प्ले स्टोरमा जाउँ। प्ले स्टोरमा गइसकेपछि चाहिँ हामी यहाँ सर्च गरौँ। यहाँनिर चाहिँ हामी जी बोर्ड भनेर सर्च गरौँ होइन। सो यहाँनिर जी बोर्ड सर्च गरिसकेपछि यो एप आउँछ। सो यहाँ सेकेन्ड अप्सनमा तपाईँले देख्न सक्नुहुन्छ एप। सो यो एपलाई चाहिँ हामीले इन्स्टल गर्नुपर्ने हुन्छ। सो यसलाई इन्स्टल नगरे पनि हुन्छ। सो यसलाई इन्स्टल गर्नुभयो भने पनि तपाईँले नेपाली किबोर्ड चलाउन पाउनुहुन्छ। सो यो दुईवटा मेथड छ। सो यो चाहिँ फर्स्ट मेथड हो। सो जीबोर्डबाट एउटा भइहाल्यो। सो हामी यहाँ अहिले तपाईँलाई किबोर्ड देखाउँछौँ। सो यहाँ तपाईँ हेर्न सक्नुहुन्छ हाम्रो किबोर्ड। सो यहाँनिर चाहिँ तपाईँहरू ल्याङ्ग्वेजमा गएर चाहिँ यहाँनिर हिन्दी टु इङ्ग्लिस, इङ्ग्लिस नेपाली के छ होइन। सो आफूलाई जुन ल्याङ्ग्वेज मनपर्छ त्यो ल्याङ्ग्वेज तपाईँहरूले डाउनलोड गरेर चाहिँ यहाँबाट डाउनलोड गरेर चाहिँ सेभ गरेर युज गर्न सक्नुहुन्छ। सो यहाँनिरबाट एउटा डाउनलोड गर्नु होला जुन तपाईँलाई मन लाग्छ। म चाहिँ यहाँ दुईवटा अलरेडी डाउनलोड गरिसकेको छु। सो म युज गर्दिनँ। सो यहाँ तपाईँहरूलाई म देखाइ पनि दिन्छु। सो यहाँनिर चाहिँ मुनिबाट तपाईँहरूले स्वाइप राइट या लेफ्ट गर्नुभयो भने चाहिँ तपाईँहरूको नेपाली किबोर्ड खुलेर आउँछ। सो यहाँबाट तपाईँहरूले चाहिँ मजासँगले नेपालीमा टाइपिङ गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला। इन फ्युचर अरू अपडेटहरू पनि आउनेछन् जुनले चाहिँ तपाईँलाई पनि हेल्प गर्नेछ आफ्नो डेली कामहरूमा। सो थ्याङ्क यू सो मच फर वाचिङ गाइस। सी यु इन नेक्स्ट भिडियो। टिल देन बाई बाई।